नमस्ते सर। अहिले स्किल टेस्टमा हुनुहुन्छ है? हजुर। सिनेमामा स्किल टेस्ट गर्दै जाँदाखेरि तपाईँलाई कस्तो लागिरहेछ त? सिनेमामा आइसकेर आफूले चाहिँ पढाएको सरहरू भएर चाहिँ सजिलो भएको छ एकदमै। अनि चाहिँ स्किल टेस्ट चाहिँ अघिल्लो वर्षकोहरूभन्दा पनि अलिक डिफ्रेन्ट भएर चाहिँ अलिकति गाह्रो पनि छ र रमाइलो पनि छ। अहिले स्किल टेस्ट गर्दै जाँदाखेरि सबैभन्दा गाह्रो पक्ष चाहिँ के लागेछ? बोराहरू उठाएर चाहिँ ठेल्ने कुरा चाहिँ अलिकति गाह्रो भइरहेको छ, किनभने हामीले चाहिँ यसरी बोरा उठाएर चाहिँ ठेल्ने काम चाहिँ बोरा उठाउने काम चाहिँ गरिरहेको छु होइन, र ठेल्ने काम चाहिँ अलिक थेचा चाहिँ यता र उता बाङ्गिने भएर चाहिँ यसको ब्यालेन्स गर्न चाहिँ अलिकति गाह्रो भइरहेछ। साथीभाइसँगै जस्तो अब हामीले स्किल टेस्ट गर्दै जाँदा सिनेमामा जुन एउटा गरिने विधिहरू छ नि, यो विधिहरू चाहिँ तपाईँलाई कस्तो लागिरहेको छ त? एकदमै राम्रो छ। हामी चाहिँ 6 बजेतिर चाहिँ आउँछ स्किल टेस्टको लागि, 6 बजीबाट स्टार्ट हुन्छ। अनि हाम्रो यहाँ टोकाबाट नै सरहरू चाहिँ 1 बाई 1 गरेर चाहिँ बसिरहेको हुन्छ। हामीले चाहिँ पालो पर्खेर एउटा दुईवटा तिनवटा गर्दै यसरी गइरहेछौँ। सबै रुल रेगुलेसन एकदमै रमाइलो लागिरहेको छ। अहिलेसम्म चाहिँ राम्रै भइरहेको छ। सायद छोटो तरिकाले आफ्नो कोरियन भाषामा एउटा इन्ट्रोडक्सन परिचय सोकै गरिदिनुहोस् न। हुन्छ। 안녕하십니까? 저는 날출라에서 오는 사라다입니다. 저는 지금은 카트만두에서 살고 있습니다. 제 나이는 25살입니다. 제 가족은 모두 4명입니다. 감사합니다. साथीहरू यो अहिले ठेला कुदाउने काम गर्दैछ है? हजुर। तपाईँले गरिसक्नुभयो? हजुर, मैले गरिसकेँ। साथीहरू सबै होइन आज यो इपिएसमा पास भएकोहरू है, साथीहरू सिनेमामा चाहिँ यसरी ट्रेनिङ तल पनि गर्दैछ होइन। र सबैभन्दा रमाइलो चाहिँ के लागिरहेछ त? त्यो 8 केजीको बोराहरू समातेर चाहिँ कुद्ने कुरा रमाइलो लागेछ? हजुर। ल एकचोटि देखाइदिनुहुन्छ त कुदेर? हस्। 8 केजीको, अर्को 8 केजीको, यो चाहिँ हामीले 25 सेकेन्डमा चाहिँ सकाउनु पर्छ। यसरी चाहिँ कुद्नुपर्छ। यसरी गाउँमा यसरी काम गर्नुभएको थियो? काम चाहिँ गरेको, यसरी दौडेर चाहिँ बोरा बोक्ने काम चाहिँ भएन। कोरियामा त दौडेर पनि बोरा बोक्नु पर्दो रहेछ होइन? हजुर। सकिन्छ त कोरिया गएर बोरा बोक्नु? सकिन्छ। ल तपाईँको परीक्षा स्किल टेस्ट पनि शुभ राम्रो रहोस् होइन। चाँडै कोरिया जाने तपाईँको बाटो खुलोस् भन्ने कामना गर्छु। हस् त, धन्यवाद, थ्याङ्क यू, 감사합니다।